हेलो साथीहरु हैन आज चाहिँ हाम्रो लोकल डिश बनाएको छु हैन ठ्याक्कै लोकल डिश त के भन्नु हैन ठ्याक्कै चौजो हैन यसमा चाहिँ हामीले हैन प्याज यो गाजर मुला बन्दा अनि गेडागुडी यो गेडागुडी चाहिँ तपाईको हाम्रो लोकल गेडागुडी हैन के भन्छ यो सिमेहरु हालेर बनाउँछौं हामीले चाहिँ हैन मात्रै वाइ चौजो पनि बनाउँदैन है ठ्याक्कै यो चाहिँ हामीले चाहिँ यसरी बनाएर खान्छौं है साथीहरु हैन ल सुरु गरौँ है त साथी दामी दामी हामीले चाहिँ यसरी बनाएर खान्छौं है साथी हैन मात्र वाइ वाइमा चौचौ मात्र पनि बनाएर पकाएर खाँदैनौं हैन यसले चाहिँ अब अरु सबै तरिका मिसाएर हैन बनाएर खान्छौं हैन पहिले पहिले त यो यसरी टक्क योसँग भात खाँदा नि मिठो हुन्छ हैन हामी चाहिँ योसँग भात पनि खान्छौं तर यसरी यो मात्र भइ पनि खान्छौं यो मात्र भइ पनि खान्छौं भात पनि खान्छौं हैन यस्तो यस्तो हुन्छ साथी हाम्रो धेरै खाजा हैन पिरो यो चाहिँ ठ्याक्क दुईटा खुर्सानी हालेको साथीहरु ठ्याक्क हाम्रोमा यसमै लोकल आजभोलि खुर्सानी निस्क्यो कि हैन त्यो खुर्सानी अकबरी खुर्सानी हालेको लास्टै पिरो भयो लोकल खुर्सानी हालेको हैन भर भर निस्किन थालेछ हैन हरियो त्यो दुईटा हालेको खानै नसक्ने भए जस्तो स्पाइसी भए छ साथीहरु ल साथीहरु यसरी खाऊँ हैन